जय मसिह सबैजनालाई। आज तपाईहरुको बीचमा परमेश्वरले कस्तो किसिमको आराधनालाई ग्रहण गर्नुहुन्न भन्ने विषयमा लिएर आएको छु। हामीलाई लाग्छ कि जब हामी परमेश्वरलाई आराधना गरिरहेका हुन्छौं, हाम्रो आराधना चाहिँ परमेश्वरले ग्रहण गर्नुहुँदछ। अक्सर आराधनामा सुनिने कुरा चाहिँ के हो भन्दाखेरि अथवा आराधनाको प्रार्थनामा सुनिने कुरा चाहिँ के हो भन्दाखेरि प्रभु हामीले जानी नजानी गरेको आराधनालाई ग्रहण गर्नुहोस्। तर वास्तवमा बाइबलले सिकाए अनुसार चाहिँ हामीले चाहिँ जानेर आराधना गर्नुपर्ने हुँदछ। परमेश्वरले कस्तो किसिमको आराधना ग्रहण गर्नुहुन्न। आज दुईवटा किसिमको आराधनाको बारेमा तपाईहरुसँग कुरा गर्दैछु, जुन आराधना चाहिँ परमेश्वरले ग्रहण गर्नुहुन्न। पहिलो किसिमको आराधना चाहिँ पापमा नै रहिरहेर अथवा पापै गरिरहेर गरेको आराधना परमेश्वरले ग्रहण गर्नुहुन्न। सोझो भाषामा भन्ने हो भने पापीहरूको आराधना परमेश्वरले ग्रहण गर्नुहुन्न। किन भन्दा परमेश्वर चाहिँ पवित्र 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 परमेश्वर हुनुहुन्छ अनि पवित्र 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 परमेश्वरलाई पुज्ने व्यक्तिहरू पनि पवित्र हुनु आवश्यक छ। रोमी 3 को 23 पद अनुसार हामीले हेर्ने हो भने चाहिँ सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। पाप गर्ने व्यक्तिले चाहिँ परमेश्वरलाई महिमा गर्न सक्दैन। पाप गरिरहने व्यक्तिले परमेश्वरलाई आराधना गर्न सक्दैन। त्यो कारणले गर्दाखेरि यदि हामी आराधनामा प्रवेश गर्ने हो भने अनि हामी चाहिँ पश्चाताप गरेर हामी आराधनाको लागि तयार हुनुपर्दछ। पहिलो पत्रुस 1 को 15 र 16 पदले बताए अनुसार चाहिँ जीवनको रहन सहनमा पवित्र हुनुपर्दछ, कारण परमेश्वर आफै पवित्र 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 हुनुहुन्छ। अनि पवित्र भएकाहरूले पवित्र परमेश्वरलाई आराधना र महिमा गर्न सुहाउँछ। पहिलो किसिमको आराधना जुन परमेश्वरले ग्रहण गर्नुहुन्न त्यो चाहिँ हो पापै गरिरहेर गरेको आराधना परमेश्वरले ग्रहण गर्नुहुन्न। दोस्रो किसिमको आराधना जुन परमेश्वरले ग्रहण गर्नुहुन्न त्यो चाहिँ हो ठिक कुरा गर्छ तर बेठिकसँग गर्छ। बेठिक कुरालाई प्रयोग गरेर अथवा बेठिक कुराको प्रयोगबाट ठिक काम गरेर गरिएको आराधना पनि परमेश्वरले ग्रहण गर्नुहुन्न। यसको ज्वलन्त उदाहरण हामीले लेवी 10 अध्यायमा हामीले भेट्दछौं, जहाँ नादाब र अबिहुले परमेश्वरलाई त्यहाँनिर धूप बाल्ने कुरा हुन्छ, आगो बाल्ने कुरा हुन्छ अनि नादाब र अबिहुले चाहिँ आगो त बाल्छन् तर जुन आगो चाहिँ परमेश्वरले आज्ञा गर्नुभएको हुन्न अनि परमेश्वरले आज्ञा नगर्नुभएको आगोबाट उनीहरूले परमेश्वरलाई चढाउँछन् अनि उनीहरू चाहिँ भस्म हुन्छन्। बेठिकसँग गरिएको आराधना पनि परमेश्वरले ग्रहण गर्नुहुन्न। आशा गर्दछु यो भिडियो सन्देशबाट तपाईहरुले केही कुरा सिक्नु भएको छ। यी अनि यस्तै भिडियोहरू हेर्नको लागि, यी अनि यस्तै कुराहरू सिक्नको लागि तपाईहरुले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। जय मसीह।